ब्लगको साथमा आइसकेको छु हामी आमा छोरी। आज चाहिँ हामी चाहिँ कहाँ जाँदैछौँ भन्ने कुरा हजुरलाई देखाउने छु। अन्तिमसम्म भिडियो हेरेर साथ दिनु होला। आज हामी चाहिँ जाँदैछौँ कहाँ रे बच्चा? धर्ना जाँदैछौँ। मामाको घर, बुढी बाजेको घर पनि अनि मामाको घर पनि जाँदैछौँ हामी चाहिँ होइन। हाम्रो पुक्कु पनि फर्स्ट टाइम जाँदैछ। यो पुक्कुलाई लिएर जाँदैछौँ हामी चाहिँ। अनि हाम्रो मेरो बुढा पनि यहाँ रेडी हुँदै हुनुहुन्छ। यहाँ चाहिँ बाल साल कमाएर यति नक्कले नि, यो नक्कले छोरी हेर्नु, छोरी यत्रो भइसक्यो। बाउको पारा उ त्यस्तो छ, बाउको पारा। कोही धर्नामा पट्टी हान्छन् कि भनेर होला सायद, कोही पट्टिनेवाला छैनन् होइन छोरी। कोही माइकल लालु पनि पट्टिनेवाला छैनन्। कोही केटीले लाइन लाग्छन्, धर्नामा नि लाइन लाग्छन्। इन्डियामा त लाइन लाग्छ कि, इन्डियामा त लाइन लाग्छ कि, अब धर्नामा नि लाइन लगाएर फेरि सक्यो लाइन कि फेरि अब त्यही पुलदेखि लाइन लाग्यो होला नि। हेर्दै जान्छ अब म कति लाइन रहेछन् भन्ने कुरा त अन्तिमसम्म भिडियो हेर्नु होला। तपाईँले पनि कति लाइन चाहिँ म देखाउने छु है गाइस। त्यता नि लागिहाल्यो नि 2-4 जना। हेर्नु म के लागेको छन् भन्ने कुरा अन्तिमसम्म हेर्नु ल, चाहिँ देखाउने छु पक्कै पनि मैले। हेलो, हामी चाहिँ जाँदैछौँ गाइस धर्ना। अनि यहाँ चाहिँ हामी सर्राको बाटो भएर आएको थियौँ। अनि यस्तो चिसो छ क्या, अनि अब के गर्ने, जानै पर्यो। हामी वर्ष दिनको आइन्छ, अनि वर्ष दिनको आइन्छ, जानै पर्यो। यति भएपछि यहाँ हेर्नु न, मिलमा अलैतिर खाने मान्छेहरूले यस्तो राम्रो राम्रो हेर्नु सक्नुहुन्छ यता पनि। अनि हामी चाहिँ बाइकमा गएको, अनि यस्तो चिसो छ कि धुप त लागिरह, तर पनि चिसो, बाइकमा त चिसो भइहाल्छ। हेर्न सक्नुहुन्छ मैले नानीलाई कसरी पकडेर कसरी यहाँ यसरी बाँधेर लग्न लाग्छु छोरीलाई चाहिँ। अनि हेर्नु न, अस्तिको भिडियो पनि यही थियो, आजको भिडियो पनि यही थियो। चिसो छ नि एकदमै। अनि चाहिँ भएर चाहिँ म चाहिँ यस्तो भएर जाँदैछु गाइस, के गर्नु होइन। यता चाहिँ यहाँदेखि तल कहाँ थियो नि बाटो जाने, यस्तरी। वाउ, कस्तो राम्रो क्या। मलाई सहर बजार भन्दा पनि किन गाउँ मनपर्छ। अब पहिला गाउँमा बस्थेँ होइन म, सहर बजार कहिले जाम्ला भन्ने हुन्थ्यो। अहिले आएर फेरि मलाई गाउँ नै प्यारो लाग्छ कि किन हो। गाउँमा अर्ग्यानिक खानाहरू मिल्छ, सबै उयोहरू मिल्छ होइन। यस्तो दामी दामी छ। यहाँदेखि नि हामी चाहिँ अब यहाँदेखि बाटो फाटो यता एउटा बाटो जान्छ, अनि यता एउटा जान्छ। अनि म चाहिँ यस्तो भएर जाँदैछु। अनि मेरो बुढा पनि यस्तो प्याक भएर, छोरी पनि प्याक भएर। वाउ, नेपालको नेचुरल ब्युटी, नेपालको नेचुरल पाउडर पाइन्छ, नेचुरल ब्युटी पनि। ए हेर्नु न यस्तो राम्रो। रोड ट्रैफिक सिग्नल सीधा बाइक चलाओ, यहाँ कहीं एकदम खाली खाली। अनि बजारतिर जाने त बाइक लिएर पकडिहाल्छ पुलिसले। अब यता चाहिँ गाउँमा भएर नम्बर गरेको। यहाँ चाहिँ सब्जी लगाएर मुलीहरू लगाएको छ। रेड लाइट छैन, सिधा सिधा जाँदै गयो। यहाँ त रेड लाइट हुँदैन हो, यहाँ त हुँदैन रेड लाइट। काठमाडौँमा हुन्छ, तर हाम्रो यता दाङतिर चाहिँ रेड लाइट छैन। जाने रेड लाइट चलाउन मजा आउँछ यता। मजा आउँछ अरे यहाँलाई चलाउन, रेड लाइट छैन अरे यहाँ चाहिँ, हुँदैन पनि। अनि काठमाडौँतिर त हुन्छ, तर यता दाङतिर चाहिँ हुँदैन। हेर्नु न यस्तो खेतीपाती गर्छ। अनि यो बाइक हाम्रो हैन, यो बाइक हाम्रो हैन, यो बाइक चाहिँ हाम्रो। अब इन्डियादेखि कहाँ बोकेर ल्याउँछ के बाइक पनि, यहाँ बोक्न पनि सक्छ। मान्छे त कसरी आउने भनेर चाहिँ बाइक बोकेर। ए यहाँ बाइक चाहिँ अस्ति बाँधे चलायो, पेट्रोल पो थोकिन है। यो ख्याल गरेन हामीले पेट्रोल थकिँदै फेरि सकेला र बाटामा फेरि हिँड्दै जाने र नानी बोक्दै हिँड्दै जाने होला कि। हेर्न सक्नुहुन्छ यहाँ चाहिँ परालहरू चाहिँ यस्तो मजाले खेतीपाती गरेको छन्। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ। हेलो, यहाँ चाहिँ हेर्नु यस्तो खेतीपाती गरेर यहाँ पुग्छ खोला। यहाँ चाहिँ यस्तो राम्रो। वाउ, यहाँ खोलामा आएर न तपाईँ यही खोलामा त हेर्नु आएको अस्ति न, मम्मी पनि यही खोलामा आएर नआएर बिरामी हुनुभएको थियो अरे। हामी चाहिँ अब जाँदैछौँ, अझै चाहिँ गइपुगेको त छैन। अस्ति न त यहाँ पिस थिएन है,
अहिले त पिच बनाइसक्यो यहाँ चाहिँ पिच थिएन अस्ति नै हामी आउँदाखेरि वर्षल अहिले चाहिँ हामी पिच बनायो होइन यस्तो राम्रो तोरीहरू यस्तो हरियाली जङ्गल मलाई पेड पौधा हरियाली एकदमै मनपर्छ अनि फेरि मलाई चाहिँ यहाँ चाहिँ घाँस बोकेर ल्याएर बिहान बिहानै मान्छेहरूले चाहिँ यस्तो काम गर्छन् यहाँ चाहिँ अनि मलाई चाहिँ गाउँघरमा बस्न एकदमै मनपर्छ अनि सानो घर बनायो बस्यो ठिक्क पारेर अनि साग सब्जीहरू रोपेर खायो त्यो चाहिँ सोच छ गाइज तर यो पैसा छैन के बोकेर म त यस्तो काम गर्दैन बाख्रा पाल्दैन नि बाख्रा पालेपछि काम गर्नुपर्छ यस्तो अनि बाख्रा नपालेपछि त पर्दैन नि अनि मैले बाख्रा पाल्दैन अनि म अहिले सब सब्जी लाउँछु खान्छु यस्तो घर बनाएर बस्ने विचार छ पैसा छैन के गाइज पैसाले गरेर त जे गरेर पनि पैसा छैन हो म पनि पैसा भएर कमायो भने चाहिँ गर्छु भविष्यमा पैसा ही पैसा होगा पाल्छु त म त पाल्दैन आफै जाने हो म पनि आफै गर्ने हो भैँसी गला म त जाँदैन यहाँ स्कुलको बसहरू लिन आएको छ यता चाहिँ ए अघि न केटीहरू कति धेरै लागेको छन् मैले भनिरहेको थिएँ नि त हजुरले घरबाट अहिले यहाँको केटीहरू लाइन बाई लाइन लागेका छन् रे नि हेर्नु यस्तो राम्रो सिन हो माई गड दामी छ के दामी यतिको चाहिँ हुनुपर्छ हो तपाईँहरूले होइन हेर्न सक्नुहुन्छ यहाँ यस्तरी घाँस बोकेर आइरहेको हेर्नु यस्तो दामी सिन हो यस्तरी घाँस बोकेर हिँडिरहन् मान्छेहरू चाहिँ लगाएर यस्तो दामी अनि यो चाहिँ मामाको घरतिर गाउँ यो गाउँ साइडमा यस्तो मजा आएको छ क्या यहाँ चाहिँ हेर्न सक्नुहुन्छ गाइस यहाँ चाहिँ ओडा कार्यालय चाहिँ यहाँ जेएनजीहरूले जलाइदिएको नेपालमा सबै ओडा कार्यालयहरू जलाएको छन् कि यहाँ चाहिँ जेएनजीहरूले पुरै जलाइदिएको छन् यहाँ चाहिँ जेएनजी नयाँ युवाहरू हामी पनि जेएनजी हो जेएनजी हामी चाहिँ फर्स्ट टाइम आउँदा चाहिँ यस्तो बाटो बिराई गएको थियौँ अहिले चाहिँ याद छ मलाई चाहिँ हेर्न सक्नुहुन्छ यहाँको चाहिँ योहरू गर्लफ्रेन्डहरू यहाँ लाइन लागेको छ एउटा चाहिँ एउटा त यही भेटीको लाइन बाई लाइन छ भनेको अब अर्कोहरू चाहिँ भेटिन बाँकी छ है गाइस म देखाउँछु तपाईँहरूलाई यस्तो दामी छ तोरीहरू पहेँलै फुलेको छ मजाको छ यहाँ चाहिँ अच्छा के गर्नुहोस् अगाडिको हामी फाइनली अब चाहिँ हजुरबुवाको घर आइपुग्न लागेको छ गाइस यता ए हजुरबुवा बस्नु भए हजुरआमा राम्रोसँग रोक्नु हजुरआमा आइयो हामी त आउनुपर्छ हजुरबा खै डक्नु आइयो हामी यहाँ नातिनी लिएर नातिनी पलातिनी पलातिनी लिएर सन्चै छौँ सबै हामी बाजे त मोटन बारै छ त बाजे त मोटन बारै छ त 4-5 दिन बस्नु हजुरआमा तपाईँ बस्नु के तपाईँ बस्नु न पलातिनी पलातिनको पैसा आएर पुगेर तानेर केही हुन्न बाजेलाई भेट्न भन्दियो
बस बस्नु हजुर आमा बस 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 ऊ त्यहाँ बस्नुहोस् त केही हुन्न त्यही बस्छु म त त्यही बस्नुहुन्छ हजुर आमा बस्नुहोस् कति मनायो नै हेलो हामी चाहिँ अर्को मामाको घरमा आइसकेको छौँ अनि यहाँ चाहिँ हेर्न सक्नुहुन्छ यस्तो राम्रो राम्रो फुलहरू फुलेको रहेछ यस्तो राम्रो धुपीसल्ला पनि एकदमै मनपर्छ मलाई धुपीसल्ला भनेपछि यस्तो राम्रो अनि यो गुडधौलीको फुल पनि फुलेको रहेछ अनि दामी दामी रहेछ यहाँ चाहिँ हामीले बोलायौँ मामा चाहिँ हुनुहुन्थेन अनि मामाले चाहिँ मह काट्दै हुनुहुँदो रहेछ माथि अनि मह खान पाइयौँ हामी चाहिँ यस्तो राम्रो हुनुहुन्छ न बच्चाहरू चाहिँ बसिरहनुहुन्छ हामीले चाहिँ हेर्न सक्नुहुन्छ मह पनि खायौँ मामाले दिनुभयो एकदमै राम्रो घरमै काटेको ताजा मह खायौँ त्यसपछि यहाँ कति राम्रो राम्रो खसीहरू पनि पाल्नु भएको रहेछ मामाले कुखुराहरू पनि कति ठुलो ठुलो खसी पाल्नु भएको त्यसपछि हाम्रो भिडियो यही हो गाइस जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनु होला बाई बाई गाइस